उधर खाला नहीं दिया सिंगादी मरुनन्दयो पिचास वक्रमधारी अन्तामध्ये चराचेषु जष्टरं वैदिनाथाय दिवाग्रे च सरस्वती भद्रयो निधने अरुणे देवे मम पाप विमुचते हाम्रा पेर्को महाभरण गरिदिनु होला जलसंसाय देव सुकाशते धेनुरूपेण काले सन्निधिदासः अजसेल्ता सर्वपापहरो धेनु इति मन्त्रेण इति मन्त्रसहितं होसास्त्रि हेम सिंहि रुद्राय तुषाय पातो पापविमुक्तो यज्ञसते विधापवित्रा सर्वकला राजा पञ्चजन सहस्रते काण्ड पृष्टि नाशपूर्ण पृष्टि फलतिकाम अद्वैत अद्वैत तांगुलम भय इत्तिकाम निधिपत्राणि सेवा सेवा आतिशापि यसिता आधा पुस्लिनु होला तुनै सबै बाटै गर्नु होला है सबै छ पछि अहिले सबैबाट सुन्नुभयो कि एक भाइले पुसाल दिनु होला अब शङ्कामा जलाल्नु एक भाइले शङ्कामा जलाइदिनु होला एक भाइले पुष्प हाल्दिनु होला एक भाइले अक्षता हाल्दिनु होला एक भाइले चन्दन हाल्दिनु होला एक भाइले पुस मात्रै भएन पुस मात्रै आधा पुस आधा छुट्यो होइन आधा हो आधा छुट्टिने सबै बुझ्नु है भन्यो जस्तै पर उयो होइन त्यो सिरोमा होला गोपुजो जगतमा भन्यो होला सिरोमा होला कि सिरो लगाऊ अब त्यो पुज उठाउ न अलिकता हो त्यसो गर न
आधा 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 हो क्या बुझ्नु হবে না मात्र आगा सुन तुम ये पितरा सुन्नुभएको होइन आगा सुन तुम ये पितरा भनेका हाम्रा कति हाम्रा कुलमा पितृहरू थिए ती सबै पितृहरूलाई हामीले आह्वान गरेर सुनेर पितृहरूलाई आगा सुन ये पितरा इमान गिरियाञ्जली भनेर पितृहरूलाई आह्वान गरेर छोडिदिनु अध्यय अमुको गोत्र अस्मात् पिता उपमन्यु गोत्र अस्मात् पिता बुवाको नाम छ शर्मा बस्रत तिरोधकम सुन्नुभयो तपाईको बुवाको नाम पनि सुन्नुलाई गोत्र पनि सुन्नु है त्यो पुरुष छोडिदिनु तीनपल्ट अञ्जली दिएर छोडिदिनु होला त्यो पुरुष छोड्देऊ बाबुको भनेको नै एउटा मात्र छोड्ने हो कि अब छोड्ने होइन सुन्नुभयो कि अब काम गर्दाखेरि अब पर पितामह भन्नाले बुबालाई सम्झेर पितामह शर्म सर्वोत्तनी भन्नालाई उनकी स्वास्नीलाई पनि सर्वतिरोधकम तस्मै सदा आए नमः भनेर तीनपल्ट अञ्जली दिनुहोस् पितामहलाई अध्यय अमुको गोत्र अस्मान र पितामह अब हो त्यस्तै एउटा एउटा पुरुष हो शर्म सर्वोत्तनी आदित्य सर्वतिरोधकम तस्मै सदा आए नमः पर पितामहलाई फेरि तीनपल्ट अञ्जली दिनुहोस् है अञ्जली दिनु अध्यय अमुको गोत्र से उपमन्यु गोत्र अस्मात् माता अब आमालाई सम्झने यही वर्षहरूमा तिरोधकम तस्मै सदा आए नमः भन्दै आमालाई तीनपल्ट अञ्जली दिनुहोस् अध्यय अमुको गोत्र अस्मात् पितामही भन्नलाई बोजूलाई उपमन्यु गोत्रले देवी सर्व तिरोधकम तस्मै सदा आए नमः भन्दै पितामहलाई फेरि तीनपल्ट अञ्जली दिनुहोस् अध्यय अमुको गोत्रस्य उपमन्यु गोत्र अस्मात् पर पितामही बुढी बोजूलाई आदित्य स्वरूप तिरोधकम तस्मै सदा आए नमः तीनपल्ट अञ्जली दिनुहोस् अध्यय अमुको गोत्र अस्मात् स्वपात्मा नानी देवी वर्षहरूमा तिरोधकम तस्मै सौतेनी आमा थिइन् कि सौतेनी आमा थिएन किन
सोचे जेठियामा थिइन् त सोच्दैन कान्छियामा घुमाथि सकेको पर भन्यो भने माछामा पनि एक टोक छोडिदिनु फेरि पनि अक्को हुनु त्यस्तो थाम्दौ मामा सुन्दै मामा गया त भारतका सर्वसपति दाजुभाइ अब तपाईँ हाम्रो सतिले त तस्मै सकाएन दुनियामा खानियामा कोही छ तिम्रो पनि त्यसले अझै अमुको त अस्मार मित्र मित्र अथवा सखा मिल लगाएको अथवा सँगै लागेको कोही त्यस्तो तस्मै सकाएन म देउ बहादुर किलो त तस्मै सकाएन बहादुर गाई खपे ल अब गाईको अब छोडिदिनु ल तपाईँ यति बस्नु ल अब तपाईहरु आफ्नो कपडा तेरे हाकल ब्लड लाइन है नहीं बहन हमें तो बर्बाद कर भावने मारो मेरे भावने में अबे भले आए पास आ भाई हमारा आए कुछ राख्नु पानीको लोटा राख्नु आसनम समर्पयामि गोप्याय नमः पुष्पम समर्पयामि गोप्याय नमः अक्षतम समर्पयामि गोप्याय नमः चन्दनम समर्पयामि गोप्याय नमः धूपम समर्पयामि वस्त्रम समर्पयामि गोप्याय नमः हातले हाल्न वस्त्र राख्नु वस्त्र वस्त्र कपडा गाईको ढाड राख्नु वस्त्रम समर्पयामि गोप्याय नमः त्यस्तो चाहिँ माथिको
मेरा चप्पल सुनी फनी चप्पल को कुछ सुनी है मेरे को सुनी कहाँ ले हाँ aku tadi dia aku ada salat aku ada yang mati salat aku ada mati